हाई फ्रेन्ड्स ल भदैनी र म चाहिँ गएको है अब यसो घुम्नु भदैनी म फुपू हो मिलेर गएको है ल साथीहरु ल साथीहरु हामी अब नानी भदैनीलाई घुमाउन लागि जान लागेको यहाँ गाडी पर्खिरहेको छौं लोकल गाडी है यहाँनिर हामी जेलखानको माथिपट्टि पर्खिरहेको छौं गाडी अब गाडी आएपछि हामी लाग्ने छौं ल त साथीहरु हाम्रो DHR हेर्नु दार्जिलिङ हिल रेलवे टुरिस्टहरुलाई बोक्छ यसले हो यहाँ उभिनु राख्छ दुईजना टुरिस्टहरु हेलो अब हामी नयाँ बजार भएर इगल क्रेकतिर लागिरहेको छौँ है साथीहरु राइट साइडतिर जाँदैछौँ अब हामी रामकृष्ण स्कुल पुग्यौँ नानीहरू भदै खुसी हुँदै अगाडि जाँदैछौँ है हाम्रो भदैनी एकदम खुसी हुँदै हामी अहिले रामकृष्ण स्कुल आइपुग्यौँ हो ल है साथीहरु सी यू यस्तो छ बाटो हिँड्दैछौँ हामी ल ल पानी रहेछ पानी पाइप भएको ल यो क्यासल्टन टी स्टेटको क्यासल्टन टी स्टेट नजारा हेर्नुहोस् अलिकति हो जस्ट क्लिप ओके अब हामी आइपुग्न आँट्यौँ फ्रेन्ड्स टिभी टावर आइपुग्यौँ हामी हाम्रो इगल क्र्याक आजै सालै पछि हामी आउँछौँ यसरी घरि इगल क्र्याक घरि डियर पार्क अहिले डियर पार्कमा चाहिँ ब्ल्याक प्यान्थर निक्लेको छ भने हामी गएनौँ है नजारा गर्नुहोस् धुम्म छ हेर्नुहोस् कति राम्रो पोन्ड छ यहाँ सानो भए पनि हो सानो जग्गामा चाहिँ खुसी हुनु सिक्नुपर्छ सानो सानो खुसीमा चाहिँ खुसी हुनु सानो सानो कुरोमा खुसी हुनु सिक्नुपर्छ मान्नु भएर होइन सो द्याट राम्रो नजारा यो हेर्नुहोस् मात्र सानो सानो कुरोमा खुसी हुनु सिक्नुपर्छ 1 मिनटको नानी त युपिआर गर्न थालिहाल्यो विश्राम पत्र गर्न थाल्यो अब हामी चाहिँ यहाँ बुढाबुढी मान्छे चाहिँ यसरी बस्छौँ नानीले चाहिँ खेल्छ एकछिन त्यही त हो ल नानी त स्लाइड खेल्नु पनि थाल्यो सबैजना पिङ खेल्दैछ हो यहाँ अगाडि देख्नु हुँदैछ मैले पोहोर पनि हालेको थिएँ है यो चाहिँ पम्प हाउस पनि भन्छ यसलाई कालिम्पोङ टोटल कालिम्पोङ सरी खरसाङ टाउनमा पानी सप्लाई हुन्छ यो दुईटा छ भालेपोती पोन्ड है छेउमा गएर म नजारा गर्छु नजारा तलतिर टी गार्डन्सहरू देख्नु हुँदैछ कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु है डियर भएको ठाउँमा चाहिँ डियर पार्क हो यहाँ चाहिँ होइन डियर पार्क यसलाई चाहिँ इगल क्रेक भनिन्छ चराहरू उड्दै गएपछि मान्छे मरेको छ भने चाहिँ पुरा माथि इगलहरू उड्नु थाल्छ अरे यहाँको त्यो मान्यता छ मान्छेको है राम्रो छ यहाँनिर वाटर ट्याङ्कहरू सानो जग्गा भए पनि मजा लाग्छ सुकुन लाग्छ क्या पहिला पनि आउँथ्यौँ हामी कलेज पढ्दाखेरि दार्जिलिङ कलेज पढ्दा पनि हामी आउँथ्यौँ यसो घुम्नु है यो भित्र चाहिँ पानी छ यहाँनिर देख्नु हुँदैछ पानी है टोटल होल खरसाङमा यहाँबाट पानी सप्लाई हुन्छ हो यहाँबाट पम्प हाउस पनि चाहिँ यसलाई रिफाइन गर्छ पानी अनि चाहिँ पानी यहाँबाट जान्छ है ल साथी हो हेर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई हो हेर्नु होला पुरा बसेर गर्दैछौँ के गर्दैछ के सोच्छु त उहाँ पनि भ्लगर्स नै हो र उहाँको कन्टेन्ट क्रिएटर हो उहाँ पनि मेरो श्रीमती सुषमा ढुक्पा उहाँको कन्टेन्टलाई पनि तपाईँलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् न हवस् हुन्छ ल यो साथीहरू शहीद पार्क हो यो शहीद स्मारक बनाएको छ है सरी शहीद पार्क होइन शहीद स्मारक बनाएको छ हेर्नु हुँदैछ खुकुरी छ त्यहाँनिर हाम्रो गोर्खाको राष्ट्रिय हतियार हो हवस् त र साथी हो कहिलेकाहीँ यसरी इन्जोय पनि गर्नुपर्छ है जीवन छोटो छ कला लामो छ भने जस्तै आज ससुराली आएको बेलामा यसो हर साल हामी यसरी नानीलाई खै ए रहेछ नयाँ पुरा भन्नु जाउँ त्यहाँ एक ठाउँ के बसिरहनु नानी एक ठाउँ के बस्नु जाउँ पर हावा घर बनाएर नयाँ आऊ त ए मजा आउँदैन यो उयो हुन्छ के अरे ल हेर्नुहोस् त कति राम्रो यहाँ एउटा भए पनि गुलाबको फुल मजाले फुलिरहेको रहेछ है यस्तो फुलहरू देख्दा कति लाग्छ नि कति खुसी लाग्छ हो भन्दैछ फुलले पनि ल
हेर्नुहोस् साथीहरू यहाँ टावरमा चढ्छ अरे नानी अब ट्विन टावर छ नि हाम्रो इगल क्र्याकको ट्विन टावरमा चढ्छ अरे नानी त्यसले गर्दा यहाँ ट्विन टावरमा लगिरहेको छु है हेर्दै गर्नु होला किप वाचिङ यता हेर्दै नानी हाँस्दै गर्दै यस ल मेरो भदै नै आउँदैछ यहाँ अब टावरमा हेर्दै हिँड है ल के अरे रक्कुले फोन गरे पुगेर पुरा बात मारे माइसँग ओके बाई नानी तल माथिबाट देख्ने हो पर त्यो आँसा देखिनँ मैले लुक्यो होला ए यहाँ बसिरहेको छ जिरा उयो डाइनोसरको मुखभित्र बसिरहेको छ ला के गरेको भित्र लुकिरहेको छु डाइनोसरको मुखभित्र कस्तो कुहिरो छ यो त्यही राम्रो यहाँबाट फोन गऱ्यो भने गयो जीवन पऱ्यो भने गयो अरे लु हेर्नुहोस् कस्तो लाग्यो साथीहरूलाई ए नजारा यस्तो छ है हेर्नुहोस् यो यहाँबाट चाहिँ एकदम राम्रो देखियो यो शहीद स्मारक हो खुकुरीको देखाइँदैछ यहाँ यहाँ खरसाङको सबैभन्दा पुरानो एकदम राम्रो स्कुल यहाँको प्रडक्टहरू एकदम ठुल्ठुलो ओहदामा छन् अहिले यो रामकृष्ण स्कुल भन्छ है एकदम डिसिप्लिन्ड स्कुलको एड हो एकदमै राम्रो छ है यो साइड चाहिँ प्राइमेरी सेक्सनहरू यहाँ कन्स्ट्रक्सन हुँदै रहेछ त्यही राम्रो स्कुल खरसाङको एउटा सानो नै हो यो स्कुल पनि यहाँबाट पढेर ठुल्ठुलो मान्छेहरू यो राष्ट्रिय पुरस्कृतहरू छन् कतिजना स्टुडेन्ट कतिजना कुरा हाम्रो राष्ट्रिय पुरस्कृत छ खरसाङको यो पनि एउटा सिपेज नै भन्दा मिल्छ है